दर्शक महानुभावहरू सुर्खेतमा अत्यन्तै राम्रो प्रतिभा छ भन्ने खबर पाएपछि यति बेला म काठमाडौँबाट बहिनी मनिषालाई भेट्न सुर्खेत आइपुगेको छु। आजै रे राती के देखे सपनी मै मरे गएको बतास बिना हङ्गाको फुल भई झरे गएको मर्स्याङ्दिन दे नरमाइलो सुसाएर कहाँ हो कहाँ बादलु भित्र म रोइरहेको अन्तर्जातीय विवाह गरेकै कारणले गर्दाखेरि गाउँ समाज र हरेक मान्छेले गर्ने दृष्टिकोण फरक भइसकेपछि सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा सङ्घर्ष गरिरहेका यो जोडीको कथा आजको भिडियोमा राख्दैछु। हाम्रो चाहिँ अन्तर्जातीय विवाह हो। अन्तर्जातीय विवाह भएकै कारणले गर्दाखेरि हाम्रो गाउँ समाजले हेर्ने दृष्टिकोण फरक भएपछि हामी चाहिँ यहाँ सुर्खेतमा कोठा भाडामा बस्दै आएका छौँ। भनेपछि तपाईहरुको अन्तर्जातीय विवाह है? हजुर। तपाई चाहिँ सुनारको छोरी? हजुर। अनि श्रीमान? मेरो श्रीमान चाहिँ चौधरी हुनुहुन्छ। तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काख तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो काख जान नदेऊ मलाई अझै टाढा माया यो होस् अझै गाढा तिम्रो मायाले बाँधेर राख मन मेरो तिमीबाट टाढा नजाओस् मन मेरो तिमीबाट टाढा नजाओस् आधी हो रे सम्बन्धमा कहिले नआओस् आधी हो रे सम्बन्धमा कहिले नआओस् तिम्रो मुटुमै थुनेर राख मेरो सिरानी होस् तिम्रो काख जान नदेऊ मलाई अझै टाढा माया यो होस् अझै गाढा तिम्रो मायाले बाँधेर राख। दर्शक महानुभावहरू तपाईँ नयाँ साथी टिभी हेरिरहनु भएको छ। म टिआर विश्वकर्मा छु। गीत सङ्गीतमा लाग्नको लागि त मलाई श्रीमानबाट एकदमै फुल्ली सपोर्ट छ। उहाँले चाहिँ भन्नुहुन्छ तिमीले केही गर्न सक्छौ भोलिका दिनहरूमा म साथ सपोर्ट दिन्छु भन्नुभएको छ। अब उहाँले आफ्नो घर फ्यामिली छोडेर आफ्नो गाउँ समाज छोडेर अब मेरै निम्ति अब मैले पनि आफ्नो सबै कुराहरू त्यागेर हामी दुईजना चाहिँ एकअर्कामा परिश्रम गरिरहेका छौँ। जिन्दगी फुलै फुलको थुङ्गो हुँदैन ओ जिन्दगी फुलै फुलको थुङ्गो हुँदैन फक्रनेर ओइलाउने टुङ्गो हुँदैन जिन्दगी फुलै फुलको थुङ्गो
हुँदैन रोक्दा रोक्दै आँसुहरू कतै पोखिन्छ ओ रोक्दा रोक्दै आँसुहरू कतै पोखिन्छ हिँड्दा हिँड्दै जिन्दगानी कतै ठोकिन्छ हिँड्दा हिँड्दै जिन्दगानी कतै ठोकिन्छ जिन्दगी यो फुलको थुङ्गो हुँदैन फक्रनेर ओइलाउने टुङ्गो हुँदैन टुङ्गो हुँदैन जिन्दगी यो फुलको थुङ्गो हुँदैन जोस् मैले यहाँ आएपछि थाहा पाएँ अझ मिठो गाउनु हुँदो रहेछ हेर्नुहोस् त दर्शक महानुभावहरू उहाँलाई श्रीमानको कति सपोर्ट रहेछ भनेर त्यो गाउँले त्यो समाजले मनिषालाई नस्वीकारे पनि पक्कै पनि उहाँका श्रीमान दिनरात मनिषाका लागि निकै खटिनु भएको छ पक्कै पनि अब तपाईँहरूको पनि साथ मनिषालाई रहनेछ र उहाँले पनि धेरैभन्दा धेरै दर्शक माझ आफ्ना गीतहरू प्रस्तुत गर्न पाउनुहुनेछ भन्नेमा म ढुक्क छु धेरैभन्दा धेरै सेयर गरिदिनु होला लाइक गरिदिनु होला आवाज कस्तो लाग्यो कमेन्ट छोड्नु होला नमस्ते बहिनी स्वागत छ नमस्कार हजुरको नाम मेरो नाम मनिषा सुनार मेरो घर चाहिँ कञ्चनपुर हजुर अहिले चाहिँ हाल म यहाँ सुर्खेतमा बस्दै आएको छु हाम्रो चाहिँ अन्तर्जातीय विवाह हो अन्तर्जातीय विवाह भएकै कारणले गर्दाखेरि हाम्रो गाउँ समाजले हेर्ने दृष्टिकोण फरक भएपछि हामी चाहिँ यहाँ सुर्खेतमा कोठा भाडामा बस्दै आएका छौँ ए भनेपछि तपाईँहरूको अन्तर्जातीय विवाह है तपाईँ चाहिँ सुनारको छोरी हजुर अनि श्रीमान मेरो श्रीमान चाहिँ चौधरी हुनुहुन्छ ए अन्तर्जातीय विवाह भएकै कारणले गर्दाखेरि तपाईँले चाहिँ श्रीमानको गाउँ छोडेर श्रीमानलाई नै लिएर सङ्घर्षका लागि अहिले सुर्खेतमा हुनुहुन्छ हजुर हामी सुर्खेतमा बस्छौँ कोठा भाडामा बस्छौँ हजुर अनि कतिजना हुनुहुन्छ तपाईँको बच्चा पनि हुनुहुन्छ है हजुर मेरो एउटा बाबु छ मेरो छोरा हुनुहुन्छ एउटा ए हजुर छोरा अनि तपाईँ अनि श्रीमान हुनुहुन्छ सङ्घर्ष गर्दै हुनुहुन्छ जस बिरानो ठाउँमा आएर हजुर सङ्घर्ष गरिरहेछौँ अनि मिठो गीत गाउनुहुन्छ भनेर म त्यति टाढादेखि आज तपाईँ समक्ष कुराकानी गर्न र तपाईँका गीतहरू दर्शकलाई सुनाउनका लागि म सुर्खेत आएको छु यति बेला दर्शकले हेरिरहनु भएको छ एउटा दर्शकका लागि मिठो गीत सुनाउनुहोस् न हुन्छ आँपको डालीमा आँपको डालीमा म रोदैछु खेतको आलीमा कोइली चारी साँच्चीकै दर्शक महानुभाव हेर्नुहोस् त कति मिठो आवाज छ यो आवाज यति मिठो छ कि साँच्चीकै तपाईँलाई पनि मन पर्यो होला गीत सङ्गीतमा कतिको छ रुचि एकदमै रुचि छ बच्चैदेखि नै गीत गाउन मलाई मन पर्थ्यो अनि त्यसपछि मैले कहिले स्कुलहरूमा कलेजहरूमा प्रोग्रामहरूमा गीत गाइरहन्थेँ अनि कलेजमा प्रोग्रामहरूमा गाइरहँदाखेरि कतिको प्रशंसा पाउनुहुन्थ्यो
तिम्रो भोइस चाहिँ राम्रो छ, यस्तै मिहिनेत गर्दै जाऊ, गीत गाउँदै जाऊ, तिमी चाहिँ पछि हट्नु हुँदैन, साथ सपोर्ट हामी गर्छौँ भनेर भन्नुहुन्थ्यो। त्यही हो, अब आफूले अपर्च्युनिटी पाएपछि त गर्ने हो नि, हरेक कुराहरू आफूले अब अपर्च्युनिटी पाएपछि गर्ने हो। त्यही हो, मैले अब कसैको साथ सपोर्ट, अब हजुरहरू आउनुभएको छ, हजुरहरूको साथ सपोर्ट पाएँ मैले, अनि यसरी नै अब दिन प्रतिदिन म अगाडि बढ्दै जान्छु भन्ने मलाई आशा छ। कस्तो कस्तो गीतहरू गाउनुहुन्छ? म चाहिँ आधुनिक पनि गाउँछु, लोकदोहोरी पनि गाउँछु। अझ धेरै मनपर्ने चाहिँ? मलाई चाहिँ अझै धेरै मनपर्ने आधुनिक हो। आधुनिकहरू अझ धेरै गुनगुनाउनुहुन्छ। यति बेला दर्शकका लागि एउटा लोक भाका चाहिँ गाउनु पर्यो। हुन्छ। रिबन छोटो छ रहेछु, अभागी कर्मै खोटो छ। रिबन छोटो छ रहेछु, अभागी कर्मै खोटो छ। घर त मेरो स्याउलाले बारेको छोरीको यो कर्मैले हारेको रिबन छोटो छ। रिबन छोटो छ रहेछु, अभागी कर्मै खोटो छ। रिबन छोटो छ रहेछु, अभागी कर्मै खोटो छ। यति नै। अब दर्शक श्रोताका लागि के भन्न चाहनुहुन्छ अन्त्यमा? सबैजनाले मलाई साथ सपोर्ट दिनुभएको छ, अझै साथ सपोर्ट दिनु होला, अझै माया गरिदिनु होला। सबैजनाले लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला। बहिनीको आवाज कस्तो लाग्यो? पक्कै पनि हामीबाट हुने सम्पूर्ण बहिनीका लागि निरन्तर रूपमा लाग्नेछौँ र तपाईँ बहिनीका लागि केही गर्न इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, किनभने बहिनी गीत सङ्गीतमा असाध्यै रुचि राख्नुहुन्छ र उहाँको आवाज पनि नेपाली गीत सङ्गीतलाई सुहाउने खालको आवाज छ। त्यस कारणले गर्दाखेरि तपाईँले पक्कै सहयोग गर्नुहोला। म तपाईँलाई यही अनुरोध र अपिल गर्न चाहन्छु।